आज 2082 साल वैशाख 26 गते हाम्रो परिवारको श्रद्धेय आदरणीय जन्म कर्म आमा हाम्रो आदरणीय काकी देवमाया खरेल सिटौलाको स्वर्गारोहणको 11औं पुण्यतिथिको अवसरमा मैले एउटा सानो मुभी बनाउन खोजेको छु। यसमा सबैले मलाई सहयोग गरिदिनुहुन्छ भन्ने मैले विश्वास पनि लिएको छु। यही सन्दर्भमा उहाँकै सन्तति मध्ये यहाँ देखिएकी हाम्रो परिवारकी आदरणीय दिदी, उहाँको जेठो सन्तान, त्यहाँ देखिएको माया देवी परसाई सिटौला जेठी बुहारी, त्यहाँ देखिएका परिवारकी नातिनी नातिनी बुहारी छोरीहरू र यहाँ देखिएकी परिवारकी माइली बुहारी वेदमाया परसाई सिटौला, त्यसै गरेर यहाँ देखिएकी साइली बुहारी जमुना मैनाली सिटौला र पछाडि देखिएकाहरू जेठो छोरा बुहारी डिल्लीराम माया सिटौलाकी जेठी बुहारी, हाम्रो आमाकी नातिनी बुहारी, उत्तापट्टि देखिएकी मेरो जीवन सङ्गिनी आमाकी भतिजी साइली बुहारी, स्वर्गीय बुवा रघुनाथ विष्णुमाया सिटौलाकी साइली बुहारी, उभिएर देखिएको परिवार जेठो सन्तानको ठुलो छोरा डिल्लीराम माया देवीको जेठो छोरा, आमाको जेठो नाति ध्रुव सिटौला, देखिएका चक्र विक्रम सिटौला हाम्रा भतिज आमाका नाति, स्वर्गीय मोहनलाल भाउजूको नाम के थियो, दिल कुमारीका छोरा, र त्यसै गरेर उभिरहेका हाम्रा भतिज आमाका नाति रामकुमार मेनुका सिटौलाका ज्येष्ठ छोरा विष्णु सिटौला। यसै गरेर हामीले सबैको कुरा गरिरहँदा छोरीहरू 3-4 जना मध्ये ठुली छोरी मैले यो ठाउँमा त बनाएँ, दिदीलाई म हात नराखिदिन मैले आग्रह पनि गरेँ, र उहाँ दिल्ली माया उप्रेती सिटौला र हामी सबैकी परिवारकै दिदीमा सबैभन्दा जेठी हाम्रो सन्तानकै भन्ने हो भने कृष्णमाया दिदी, त्यहाँबाट आउने चाहिँ दिदी नै हो। मैले अरू सबैको लिन र यो सबैलाई कम्तीमा आज आमाको 11औं पुण्यतिथिको दिन हाम्रो झापामा रहेको जिउँदो रहँदाको अवस्थामा लोकप्रिय मिडिया कञ्चनजङ्घा एफएमका पुराना हजुरआमा हाम्रो बिचमा उपस्थित हुनुभएको छ र यो बेला थोरै सबैलाई सन्देशमूलक संवेदनामूलक आफ्नो भनाइ राखिदिनलाई मैले कलाकार मेरा चाहिँ प्रिय भाइ पिनाकी कोइरालाज्यूलाई मैले छोटो आग्रह गरेँ। धन्यवाद छ दाजु। अब दुःखको क्षणमा भेला भइयो, सुखको क्षणमा त भेला हुन मुस्किलै पर्दो रहेछ मान्छेलाई। जब जब हामीलाई परिस्थितिले जक्रिँदै ल्याउँछ तब तब हामीलाई नजिक बनाउँछ। यो बेला एउटा पारिवारिक जमघटको अवसर पनि भन्छु म त, किनभने 102 वर्ष पुगेर माता देवमाया सिटौलाको यो संसारबाट बिदा हुनुभएको छ। तर बिदा हुन उहाँ चुक्नु भएन, सम्पूर्ण छोराछोरीलाई सक्षम बनाउनु भयो, परिपक्व बनाउनु भयो, नाति नातिनालाई देश विदेशमा पनि बस्न सक्ने क्षमतावान बनाउनु भयो। यसरी मृत्युवरण गर्नु एउटा अवसर हो, भोलि हामीले सक्छौँ सक्दैनौँ है यो गर्न। हामी मर्दाखेरि हाम्रा शाखा सन्तान यतिको सक्षम होला नि त। अहिलेको खाइपुवाइ, अहिलेको रहनसहन, दाजुले भन्नुभयो मैले आमासँग 10-12 वर्ष अगाडि कुराकानी पनि गरेको छु कञ्चनजङ्घा एफएमको एउटा पुरानो चौतारी कार्यक्रममा। रेकर्ड पनि छ, पटक रेकर्ड पनि गरेको छु। आमा त्यति बेला सक्षम नै हुनुहुन्थ्यो,
कता डुल्न जाँदाखेरि कता पानी लिन जाँदाखेरि गाग्रो लडेर कहाँ अभर परेका कुराहरू पनि गर्नुभएको थियो अनि ठट्टैउला गफहरू र माताजीका स्मरणका कुराहरू चाहिँ एउटा पुस्तिकामा पनि हामीले पाइसकेका छौँ। आमाको जीवन कहानी एउटा पुस्तकको आकार बनाएर परिवारजनले विमोचन पनि गरिसकेको छ। र अझ अर्को एउटा अवसर के छ भने आमाका छोराहरू डिआर दाई, नारायण दाई, माधव दाई अनि कान्छा भाइसँग त मेरो त्यसरी प्रत्यक्ष भेटघाट होइन रहेछ, दिदी दुर्गाजी। त्यसै गरी अब नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गा प्रसाद उप्रेती उहाँ दिदीको श्रीमान हुनुहुन्छ। यो सानो अवसर हो, एउटा राष्ट्रको साहित्य कला सृजनालाई ह्यान्डल गर्ने एउटा क्षमतावान मान्छे जन्मिएको घरको आँगनमा आएर मैले आफ्नो कलाकार भनेर प्रेम दाइले भनेको खुसी पनि लाग्छ। भाउजी वरिष्ठ कलाकार हुनुहुन्छ, उहाँले धेरै सिरियलमा गर्नुभएको छ। सबै दिदीहरू कोही पनि कलाकारमा कमी छैन। उहाँ एकजना हुनुहुन्छ, उहाँ कञ्चै बाजाको नरसिंगा फुक्नको लागि माहिर झापाको एकजना महिला जसले पहिलोपटक झापाको धरतीमा नरसिंगा फुकेर चुनौती दिएको थियो। त्यस्तो परिवारमा आज यो दुःखको क्षणमा हामी भेला भएका छौँ। अब म अलिकति क्यारिकेचर पनि गर्न चाहन्छु। थ्याङ्क यू, खोज्नु भएको धन्यवाद। तपाईँहरू सबैसँग म सोध्छु। हरि भगवान् के गर्नु र हौ, के गर्नु? दैव लागेपछि त कसैको केही पो लाग्दो रहेन रहेछ त। देउ माया म त दिदी नै भन्थेँ। हामी पहाडमा हुँदा कति सँगै हिँड्थ्यौँ, कति डुल्थ्यौँ, कति मजाकी हुनुहुन्थ्यो। अब यहाँबाट बितिहाल्नुभयो, मलाई चाहिँ खोइ काल आउन सकेको छैन। अनि यसो दुःख गरेर भए पनि आए नि हौ। हाम्रो पुरानी मान्छे, खानदानी परिवार सबै शिक्षित विकसित बनाउनु सफल हुनुभयो कि आमा। मेरो त समकालीन भए पनि म आमा नै भन्छु क्या। सबैलाई शिक्षा दिनुभयो, दीक्षा दिनुभयो, कति राम्रो कर्मकाण्ड सकेर हेर त बुहारीहरू के सबै कोहीभन्दा कोही कम छ कि जेठी होली त्यत्रो देखेको अहिले त कति भएछ। यी नानीको गोडा धुँदाखेरि यसो गरेको कपाल अहिलेसम्म मेरो चिसै छ। अहिले उहाँ काठमाडौँ बसेका छन्, यता त कोही पनि छैन। सबै गरी खाने भएका छन्। हे भगवान्, छोराहरू ऊ नारायण नानी आमै मसँग त भेट भइरहन्छ धेरै पटक। त्यहाँ कार्पामा आउँछु, यसो गएको भाउजू उस्तै भाउजू भन्दा रहेछ नि सबैले त्यहाँ त। म त बुलाई भन्छु नि, नामै भाउजू बनायो। यी सबैतिर डुल्दै घुम्दै जाँदाखेरि अब यी बित्नुभयो। आज 11 दिनका दिन म पनि आइपुगेँ। संसार यस्तै हो नानी हो। हामी त अब 102 वर्ष अनि 102 घन्टा पनि बाँच्ने अवस्था छैन। अब भारतले के पढेको आयो अरे कहाँ के र त्यसको ग्यासले अब को के हुने हो। कोरोनाका बेला पनि आमैलाई ठाँगेले छोएन। भित्र एउटा छोरो माथि कोरोनाले पछारिएको छ, बुहारी अर्कातिर, माइलो उहाँ साह्रै छ। माइली के गर्दै थिइन्, छोराछोरीको हाल हविगत हुँदाखेरि पनि आमा एकदम धैर्य भएर बस्नुभयो। कुनै कुरा गुमाउनु भएन नानी। अहिलेका केटीलाई के थाहा छ, पिछा गर्न पनि सक्दैन अहिले तिमीहरू आफ्नो पनि। आमा कस्तो अर्ग्यानिक खानुहुन्थ्यो, कति राम्रो गफ गर्नुहुन्थ्यो। दिनभरि गफ गर्दा पनि गफ सकिँदैन थियो। कति मिठा कुरा जाने तिम्रो साडी सबै कुरा बिर्सिएको थिएन। यत्रो किताब बनाएको छ, तिमीहरूले बनाएको छौ किताब। किताबमा बनाउने खालको व्यवहार भएको किताबमा बनाउने। आमाले पहाडको त्यस्तो रनबना छोडेर यहाँ आउनुभयो अनि यहाँ आएर बस्नुभयो। माइलो पनि कमको कलाकार हो फेरि। एक साइलो माइलो त त्यस्तो कला गर्दैन। साइलो त भन्नु कि हुँदैन होला, अहिले मार्छौ फेरि। आइमाई भएर बोल्छ त्यस्तै छ नानी हो। आमाको आत्माको चिर शान्तिको कामना गर। अब तिमीहरूको त को छ र, अब छोरीको त सक्यो अब माइत आउने मेलो मेसो।
आमा बाबु सकेपछि त छोरा भाइहरू त टाढा पो हुन्छन् त पर्के कसकामा आउनु कसकामा नआउनु जेठाकामा आयो भने पहिले जेठाकामा आयो भन्छन् माइलाकामा गयो भने पहिले माइलाकामा गयो भन्छन् साइलो कान्छो अब अहिले त यति हो साइला कान्छो पाउने पनि कस्तो साह्रो तागत अब जेठो माइलो साइलो चाँडी पाँचवटी छोरी पाउने तागत कसैको छ अहिलेको बिख खाएका छौ छैन हबिगत त्यस्तो मान्छे अहिले जानुभयो नानी हो सबैले हृदयमा फोटो राख आमा अब पाउँदैनौ कसैले तिमीले अब खप्पर फुटाए पनि आमा पाउँदैनौ तर यो परिवार सधैँ आउँथ्यो बिहान बिहान घुम्थ्यो माइलो आउँथ्यो यहाँ आएर आमालाई यसो ढोक्थ्यो जेठो आउँथ्यो ढोक्थ्यो साइलो त घरैमा बसेको साइला साइलीले त घरमै चाकर गरेका हुन् नि त यसले त ठुलो मौका पो पाएको हो त अब कान्छो काठमाडौँ बसेको के गर्छ सबैलाई एकदम राम्रो छ नानी हो जय जय होस् अब छोरीहरूले एकदम धैर्य हो आमाको भूमिका निभाउनु पर्छ नि नानी उप्रेती नानी ठुला मान्छे हौ तिमीहरू भनेको अहिले हामीलाई पो खाङ्ने बुढी कहिले चिन्छ अरे चिन्दैन कसैले पनि परिवारलाई समेट यसो सोध्ने ठाउँ बनिदेऊ नानी हो सबैलाई राम्रो होस् जय जय होस् माताको आशीर्वाद सबैलाई लागोस् गाउँ घर छिमेक यो टोलमै अब बत्ती निभेको छ अब के बाल्छौ मलाई त कस्तो लाग्छ के गर्नु यत्रो यत्रो मान्छेलाई सेकेर हुर्काकी आमा हुनुहुन्न है अब सबैको जय जय होस् परिवारमा कहिल्यै पनि भाँड भैलो नहोस् माइतीहरूसँग पनि राम्रो सम्बन्ध राख्नु आमा हुँदाको भन्दा दर्बिलो बनाएर बस्नु है ठुली अब उप्रेती सर उहाँ सबैले सर भन्छन् म त ज्वाइँ भन्छु प्रज्ञा प्रतिष्ठानको हाकिम भएर देशको सबै साहित्य कला संस्कृतिलाई समेटेका मान्छे अब परिवार समेट्नु सबैको जय जय होस् बुहारीहरू पनि सबै 101 छन् कोही कम्तीका छैन ऊ ठुली आम्मै फिल्म खेल्ने के गर्ने नाच्ने गाउने माइली चाहिँ बरु केही गरेको थिएन धर्म कर्म मन्दिर जाने पूजा गर्ने लागि भन्ने सेवा सबै गर्ने अरू त सबै आफ्नो सांसिदायका व्यवहारमा रहेको मैले बाटो सबैको होस् है नानी है बिहार नानी अनि नारायण नानी माधव साइलाई भन्न मन लाग्छ मलाई माधवलाई त अनि दुर्गा सबैले यो बत्तीलाई छोपेर भए पनि यो सिटौलाको दीपक चाहिँ समाजमा जगमग भएर बसोस् तिमीहरूकै परिवार जस्तै सबैलाई हुन रहर लागोस् है यही छ मेरो आशीर्वाद नाता कुल कुटुम्बमा पनि सबैलाई जय जय होस् के पहिलेका प्रधान पञ्च अध्यक्ष भएर चलाएका मान्छे ती पनि पोहोर निकै राम्रो दुखे नि निकै लामो बिरामी भएपछि जाति भएर अहिले त कति फर्स्याइला कति राम्रा प्रष्ट वक्ता सिटौलाहरू जस्तो न्याम 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 भएर चिन्क्याइलाई कुरा गर्दैन फ्याट भन्छन् साह्रै खुसी लाग्छ म आउँदा पनि आमा भन्छन् कोही बेला यता नदेखेको माको त हरिचरण सिटौलादेखिका इतिहास यत्रो किताब छ त्यो पढ न दिनभरि मोबाइलमा घोप्टिने होइन सिटौलाको यत्रो इतिहास त अब टाउकाको डाक्टर पनि सिटौलाकै ज्वाइँ बसन्त पन्त उनकी श्रीमती पनि डाक्टर नि पढेर नि डाक्टरसँग बिहे गरेर डाक्टर नि भर्ती होइन पढेर वनस्पति विज्ञानमा पिएचडी गरेका छन् त्यस्तो परिवार पाउन त साह्रो छ नि लाग्दो परिवारको बताउनु अनि भरे बाँच्दाखेरि चोको हुन्छ घरमा घरका मान्छेको त अहिले जिली नै ल प्रेम नानी ल धेरै धेरै धन्यवाद खुस्केर नि पहिले धेरै केटाकेटी पाइएछ कि
आज 11औं पुण्यतिथिको दिन ल ल नानी हाम्रा सबैलाई जय जय हो प्रिय भाइ असल कलाकार जतिखेर कञ्चनजङ्घा जिउँदो थियो त्यो अवस्थाका जिउँदो कलाकारहरू उहाँहरूको हाम्रो सिटोला परिवारले उच्च सम्मान पनि गर्छौँ र आगामी दिनमा पनि यस्तै यस्तै भेट हुन सकुन्। उहाँहरू भनेको दुःख र सुखका साथीहरू हुन्, दुःखका सुखका कलाकारहरू हुन्। यही कुरा राख्दै आज उहाँले 11औं पुण्यतिथिको दिनमा जसरी सिटोला परिवारलाई सम्झेर यहाँ आउनुभयो अनि थोरै भए पनि बुढी आमाको स्मरण हामीहरूलाई गराउनु भयो, आमालाई सम्झिनुभयो। धेरै धेरै धन्यवाद सहित अब म पनि सबैसँग बिदा माग्छु। म प्रेम प्रकाश सिटौला पुस्ता नम्बर 11। म स्वर्गीय हाम्रो सर्दी आदरणीय काकीको साइला जेठाजु जेठानी दिदी हजुरहरूले आज भालेकाजी नलिआउनु भयो। रघुनाथ विष्णुमाया सिटौलाको म साइलो छोरा। मैले सबैसँग बिदा माग्दै यो परिवारको सुस्वास्थ्य दीर्घायुको कामनासहित म बिदा लिन्छु। हवस् त, धन्यवाद।